छन् नि अब हामी कसले भनेछ भन्नुस् त नै त्यो हुँदैन तपाईले त्यो गरेर हुँदैन के हात नलाउनु तपाईको एउटा भ्रम हो कसैले गरेको छैन नि समाजहरुबाट अनेक हुन्छ के गाली गलौज वगैरह सबै हुन्छ के भएर चाहिँ आफ्नो लाजले गर्दा नि त्यो हुँदैन के हजुर नमस्कार साथीहरु तपाईहरुलाई स्वागत छ हाम्रो यस नयाँ एपिसोडमा। आज हामी तपाईहरुको माझ एउटा फरक खालको भिडियो लिएर आएका छौं। आज नेपालका चर्चित मेयर हर्क साम्पाङको बारेमा चाहिँ भिडियो बनाउन गइरहेका छौं। आज हर्क साम्पाङको बारेमा चाहिँ बोल्नका लागि दुईजना युवाहरु आउनु भएको छ। एकजना विपक्ष विरोधीमा बोल्दै हुनुहुन्छ भने विरोध गर्दै आउनु भएको छ पहिलेदेखि। अब भनेपछि एकजना युवा चाहिँ पहिलेदेखि नै सपोर्ट गर्दै आउनु भएको छ र सपोर्ट र विरोध गरिराख्नु भएको छ। किन सपोर्ट किन विरोध भन्ने कुरा चाहिँ अब बाँकी पछाडि नै थाहा होला। सर्वप्रथम यहाँहरुलाई म स्वागत गर्न गइरहेको छु। हजुरलाई स्वागत छ। धन्यवाद। हजुर शुभ नाम? मेरो लक्ष्मीराज खड्का। तपाई चाहिँ हर्क साम्पाङको विरोधी कि सपोर्टमा? हजुर शुभ नाम? मेरो चाहिँ रमेश हो। हजुर म चाहिँ हर्क साम्पाङको चाहिँ घोर विरोधी भन्नु पर्छ हैन? भन्नुस् विरोध चाहिँ किन गर्नुहुन्छ? विरोध किन गरिरहेको छु भन्नुहुन्छ भने मलाई हर्क साम्पाङको त्यो काम गर्ने तरिका काम गराइको जो काम गरिराख्नु भएको छ उहाँले त्यो बहुत एकदमै दामी छ हैन? जो काम गर्ने तरिकाहरु छ नि त्यो चाहिँ मलाई फिटिकै मन नपरेको कुरो चाहिँ त्यहाँनेर हो। मन नपरेको चाहिँ काम चाहिँ सही गरिराख्नु भएको छ त तरिका मन परेन। तरिका मन परेन हजुर किन भन्नुहुन्छ भने यहाँको नियत गलत छ नि त। अच्छा नियत भएको मान्छेले जतिसुकै राम्रो काम गर्नुस् तर यदि नियत गतिलो छैन भने राम्रो छैन भने त्यो कहिले पनि मन पर्दैन कि सर। नियत गतिलो नगतिलो भन्ने कुरो चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने त्यो कामको रिजल्टले गर्दा हो नि त। रिजल्ट के राम्रो त आइराछ सर। राम्रो कहाँनिर रानमा त्यति विकास गरिराछ। आज विकास गर्छ भनेपछि भोलि देशमा पनि गर्न सक्छ सर। नि कामको रिजल्ट राम्रो आछ छैन के किन भन्नुहुन्छ भने हर्क साम्पाङले फ्रीमा काम गराए कोले भन्यो भन्नुस्? कसले? तपाईले? मैले भनिरहेको छु त। तपाई एउटा हुनुहुन्छ। मैले भनिरहेको छु हर्क साम्पाङको गएर तपाईले काम गर्नु भएको छ भन्नुस्? काम गर्नु भएको छैन? बोल गर्नु भएको छ? गएर फ्रीमा काम गर्नु भएको? मैले फ्रीमा किन गर्ने काम? मलाई ज्याला चाहियो नि त। त्यो जो हैसियतमा छैन पैसा दिइराछ कि मलाई चाहिँ चाहियो पहिला तपाईले पैसा हो। गरेपछि मात्रै जो बेरोजगारहरु छन् नि उहाँहरूलाई त चाहिएको पैसा कि त हो नि मेन कुरो। त्यो पैसा नभएर घर त चल्दैन नि त। त्यहाँ गएर 2-4 महिना काम गर्यो फुत्किने जोरसँग हैन? हर्क साम्पाङले चाहिँ श्रमदान गराइरहेछ। हजारौं युवाहरु गएर चाहिँ त्यहाँ श्रम गरिरहनु भने तपाईले टाउको चाहिँ किन दुख्यो भन्नुस्? टाउको किन दुख्यो भन्नु? हनीमुनको लागि त्यहाँ गइराछन्। अच्छा हनीमुनको लागि विदेश जान्छन् तर हर्क साम्पाङलाई सपोर्टको लागि हनीमुन मनाऊ भनेर चाहिँ मैले सुनेको चाहिँ तपाई पनि हनुमान बिहे गरि म जादी छु। यही क्यामेराको मार्फत भन्दै छु तपाई दुईको बडीगार्ड र ज्यादा त देखि 4 देखि 5 दिन काम गर्नुस्। म गर्छु। हनीमुन फुत्लक्क फुत्केर आउँछ यहाँनेर। म गरिन आउँछु। के हो देशको सबै जनताले गरिराख एउटाले विरोध गरिराखन। हर्क साम्पाङ भनेपछि वावा गरिराछ भनेपछि तपाई एउटा मान्छेले विरोध किन गरिरहनु भएको? एउटाले मात्र हैन के कसले गर्यो त भन्नुस्? मैले आजसम्म मिडियामा सुन्नुस् मिडियामा आउन नआउन त्यो अलग कुरा हो। अलग पार्टीको हुनुहुन्छ। पार्टी अलग भयो भने मैले चाहिँ हर्क साम्पाङको कामलाई चाहिँ सपोर्ट गर्ने भने हर्क साम्पाङ भनेको तरिकालाई चाहिँ सपोर्ट गर्ने है। किनभने स्वतन्त्र पार्टीको मान्छे हो। सबैको के भइराहा भन्नुहुन्छ भने त्यहाँनेर सबैको के भइराहा भन्नुहुन्छ भने त्यहाँनेर जो काम गरिराछन् नि हो त्यसको ज्याला मिलिरहेन के घर चलाउने कयौं मान्छे छन् नि। अब हामी कसले भनेछ भन्नुस् त? नै त्यो हुँदैन तपाईले त्यो गरेर हुँदैन के हात नलाउनु हात लगाउने काम गर्नु भएन। हात किन लगाउने? सुन्नु भन्नुस् कुनै मैले भनिरहेको छु मुद्दा लगाएछ हर्क साम्पाङले मैले भनिरहेको छु फ्रीमा काम गराए भनेर कसले भने? खान्न काम नगरेपछि रोक्नुस् तपाई। हैन मैले भनिरहेको छु यहाँनेर फ्रीमा काम गराएर त्यो चल्दैन के। कसैको घर हेर्नुस् एक दिन 1 घण्टाले पनि घर कसले भनेको छैन भनेपछि किन तपाईको बारबार टाउको दुख्नु कारण किन? बोल्नु के भ्रष्टाचार गरेको छ? भ्रष्टाचार गरेको छ? भ्रष्टाचार गरेको छैन नि त। फेरि किन भरि काम तपाईले देउनु भएको छ भ्रष्टाचार देशको भ्रष्टाचार गर्ने तपाईले लेखेर दिन सक्नुहुन्छ? भ्रष्टाचार 1 रुपैयाँ गरेको छैन उले गरेको छैन भन्ने खुलियाम देखाइराछ भन्न सक्नुहुन्छ। उहाँका जति पनि त्यो तपाईले कसरी भन्न सक्नुहुन्छ कि उसले भ्रष्टाचार गरेको छैन? म छु साँच्ची। त्यो म छु साँच्ची भने तपाईले 24 घण्टा उसको सामने बसेर हो मान्छे। उले अनलाइनको मार्फत सबै देखाइराछ। यो देखाइराछ र तेरे जो सही छ त्यो देखाइराछ नि त। जो गलत छ त्यो त देखाएको छैन नि त। गलत किन? गलत छैन भने गलत कसरी देखाउनु भर्यो के यहाँनिर? जो उप्रतिको विरोधी मान्छेहरु छ उसीका जो सदस्यहरु अध्यक्षहरु छन्
उनीसँग पंगा गरिरहेछ उसले हो त्यहाँनिर पनि त विरोधीहरू देखिन्छ। उनीहरूले भ्रष्टाचार गर्न खोजिरहेछ। किन गरिरहेछन् त भ्रष्टाचार गर्न खोजिरहेछन् उनीहरूले म त एक उसले दिएको छैन नि त। आम जनता हो नि त, मैले के भ्रष्टाचार गर्न खोजेँ त भनेर मेरो पनि के माग हो भन्नुहुन्छ यसो भने मतलब तपाईँलाई चाहिँ हर्क साम्पाङको काम राम्रो लागिरहेको छैन? नै राम्रो लागिरहेको हो, फेरि यो के हो? तरिका राम्रो लागेको तरिका छ। कस्तो तरिका तरिका? मेरो गुनासो भनेको तरिका नै हो। तरिका किन के भन्नुहुन्छ तरिका? भने वहाँनिर मान्छेको कसैको 1 घन्टाले गर्दा पनि धेरै फरक पर्छ। एक रातको रोटी गुज्रिन्छ हो कि श्रमदान नै? गर्ने मान्छेलाई फरक परिरहेको छैन भने तपाईँलाई फरक किन पर्यो? श्रमदान त्यहाँ गर्ने बोली बोली मान्छेहरू खुसी छैनन् के? तपाईँको म चित्त बुझिए मलाई एकदमै 1 मिनेट 1 सेकेन्ड पनि मलाई यहाँको यो जो बोलाइ छ नि, छैन कि यहाँनिरको यहाँको कुरा म यस्तै बोल्दै गर्नुभयो नि यहाँलाई म यही ठाउँको ठाउँ पनि गर्नु मैले पनि भनिदिन्छु मैले पहिले भन्छु, धेरै मान्छे हेर्नुहोस् मित्र अलिकति कन्ट्रोल गरेर कुरा गर्नुहोस्। हातपात गरेर काम चाहिँ देवरलाई किन भन्छ हातपात हुन्छ कि लातपात हातपात हुन्छ निरै आउने हो भने चाहिँ हामी पनि फेरि कुरो के हो भन्नुहुन्छ भने यहाँनिर चाहिँ के भइरहेछ भने चाहिँ मलाई चाहिँ जो काम दाम मतलब हैन मान्छे श्रमदान काम गर्ने तरिका मन परेन अरे अरु काम राम्रो लाग्यो अरे श्रमदान गरिरहेछन् तिनीहरूको चाहिँ त्यो चाहियो के मलाई चाहिँ ज्यालाहरू चाहियो मतलब मेरो भन्नु त्यो ज्यालाहरू उसको जो पनि श्रमदान बन्छ त्यसको चाहिँ मतलब श्रमदान पनि के भन्ने श्रमहरू जो गरिरहेको उसको मेहनतको जो फलहरू हुन्छ त्यो चाहिँ मिल्नु पर्यो मेरो चाहिँ त्यति हो कि भनौँ माग चाहिँ मिल्नु पऱ्यो नि त सबैलाई अब त्यो कसैको यस्तो हुन्छ कि कसैको 1 घन्टाको जो ढ्यारी मजदुरी हुन्छ नि त्यसले गर्दा पनि 3-4 छाकहरू चाहिँ खान टर्छ क्या हजुर अरे हो कि नै त्यो पनि जो श्रमदान गर्न गइरहेछ के घरको सबै परिवार गएको छ र घरको एउटा सदस्य गइरहेछ नि सबै परिवारवाला छन् एउटाले भन्ने काम गर्ला के छ त एउटाले काम गर्ला जसको मन छ ऊ गइरहेछ तपाईँ टाउको दुख्नु कारण के छ यहाँ? नि सबै जसको परिवारमा मन छ जसको घर नि परिवारमै जो एउटै मान्छे छ त्यसले चाहिँ के गर्ने के जाने का खान उता नि नजाओस् न ऊ किन आफ्नो गएको घरको छैन प्रब्लम छ भनेर? भने किन जाओस् वहाँनिर नगएपछि जानैपर्छ भन्ने बेइज्जती, त छैन नि त। गाली गलोजहरू कसैले सब अनेक गरेको हुन्छ छ क्या यो तपाईँको समाजबाट एउटा भ्रम हो कसैले गरेको छैन नि समाजहरूबाट अनेक हुन्छ कि गाली गलोज वगैरह सबै कसैले हुन्छ गरेको छैन। त्यही भएर चाहिँ आफ्नो लाजले अरे गर्दा कहाँ पनि त काट्छ सकेको कि? नि त्यो हुँदैन के हजुर बस्नु तपाईँ बस्नु नै त्यो यहाँलाई हुँदैन सम्हाल्नु हेर्नुहोस्। सर। हेर्नुहोस् यदि सर, यहाँले support तपाईँ चाहिँ अलिक गर्नु- कन्ट्रोलमा गएर लड्नुहोस् तपाईँ लड्नुहोस् तिमी माग तिमी माग र मान्छे अन्त ल्याउँछ